त्यो एकदम डरायो, त्यो डराउँछ। अब हामी राजा जसरी पनि हिन्दू राष्ट्र राजा ल्याउने हामी ल्याउने हो, ल्याउँछौँ नै। नारायणजीमा छेके बालुवाटार छेक्दैन। बालुवाटार भनेको प्रधानमन्त्री निवास। प्रधानमन्त्री निवास बालुवाटार जनताले बनाएको जनताले भने जे पनि हुन्छ। यस्तो कामको मागमा, यस्तो घामको मागमा जनता घटिया छैनन्, जनता बढ्दो छन्, जनता बढ्छन्। यो जनताले कसैले होड पनि हेरिरहेको छ। त्यही त हामी त अब त्यस्तो भयो नि त। राज संस्था भने त नेपालभरिको जगेर्ना गर्ने मान्छे भयौँ हामी। हामीलाई त्यस्तो अब यो राज संस्था त जसरी भए पनि यो महिना नआए अर्को महिना भए पनि हामी यत्तिकै जारी गरेर 75-77 जिल्लाका दाजुभाइ दिदीबहिनी आउनलाई एकदम उहाँहरू इच्छुक छ र आउँदै हुनुहुन्छ। सबैजना जम्का भेट हुँदैछ हाम्रो। हाम्रो अहिले हामीले संयम अप्नाएको छौँ। हामीले अहिले हामीले कसैसित पनि हामीले हिंसा या तडक भडक हामीले कसैले पनि चाहेको छैन। हामी सकेसम्म संयम अप्नाएर शान्तिपूर्वक हाम्रो आन्दोलन सफल होस् भन्ने चाहना छ। जब राज्यले यसरी पेल्दै जान्छ भने भोलिको दिनमा यसरी हामी यो राज्यको जुन दमनलाई हामी सहरकै बसिँदैन। हामी यसमा पक्कै पनि तपाईँहरूको सन्देश के दिन खोज्नु भएको? यो हामीले सरकारलाई दबाब नै हो। यो सबभन्दा हामीले दिने भनेको दबाब नै हो राज्यलाई। यो गणतान्त्रिक सरकारलाई हामीले दबाब नै दिने हो। हाम्रो यो हामी यो व्यवस्था भ्रष्ट व्यवस्थाको जबसम्म अन्त्य हुँदैन तबसम्म हामी यो दबाब निरन्तर दिइरहेको हामी। गणतन्त्र यति बलियो छ कि डगमगाउँदैन भन्दै हुनुहुन्छ फेरि गणतन्त्रवादी नेताहरू। अब यो डढेन भन्ने त उनीहरूको त अहिलेको गतिविधिबाट त्यसै देखिरहेको छ नि। तपाईँको यहाँ अहिले सुरक्षाकर्मी हेर्नुहोस्, हामी यति सुरक्षाकर्मी देखाएको छ कि राखेको छ कि त्यहीबाट थाहा हुन्छ कि यो डगमगाएको हो कि होइन भनेको त्यसैदेखि प्रश्नै छ नि। यहाँबाट जनता बेच्ला भने दुनियाँले दुःख पाएर भोट दिया हो, जनतालाई बिक्री गर्ने। अनि एउटा गृहमन्त्री भने त उहाँ त एउटा सबै गृहमन्त्री हो नि। हाम्रो जमात देखेर आजको हाम्रो कार्यक्रम अर्कै ठाउँ सारी गरिदिएकै हो। अस्ति पनि उसको गणतन्त्र दिवस थियो, अस्ति पनि उसले हतापत उसको सकेर हामीलाई ठाउँ दिएकै हो। ऊ डराएकै हो, ऊ कायर भएकै हो। अब कसरी अगाडि बढ्छ दिदी तपाईँहरूको आन्दोलन? हामीलाई यो घामको मतलब छैन। हामीलाई कति युवा भाइहरू त यसरी आउनु भएको छ। हामीलाई घामको पानीको हामीलाई केही मतलबै छैन। हामी जे सिकै भए पनि हामी अगाडि सर्नको लागि एकदम इच्छा छौँ। नहेर्नु कति दाजुभाइ दिदीबहिनी अझ गाउँबाट बस्तीबाट जिल्लाबाट उहाँहरू आउँदै हुनुहुन्छ र आउनुहुन्छ।